आज हामी जाँदैछौँ भाइरल मरिचुर दह साखु बजार पुगेर यो गेटबाट भित्र छिरेर सिधै वज्रयोगिनी मन्दिर हुँदै हामी लाग्यौँ मासतिर। अनि सुरु हुन्छ पिच रोड सकेर यो कच्ची रोड। हामी चाहिँ स्कुटरबाट झरेर हिँड्दैछौँ। बाटो चाहिँ यस्तो खत्तम। हामी चाहिँ 4 जना 2टा स्कुटरमा घुम्न आएको। उहाँ चाहिँ हाम्रो दिदी। म चाहिँ त्यो स्कुटी चाहिँ चलाउन सक्छु, यो चाहिँ थाहा छैन। यही माथि देखिरहेको झन्डा चाहिँ अब आयो यहीँ रहेछ दह भनेर सोचेको थियौँ, तर हामी गलत रहेछौँ। अझै धेरै टाइम लाग्दो रहेछ यहाँबाट दह पुग्न। यो बाटो होइन, यो बाटो हो। यो अघि तल देखिएको झन्डा भएको ठाउँतिर नगएर अर्को कच्ची बाटो हुँदै जानुपर्ने रहेछ। त्यही झन्डा गाडीको ठाउँ भन्नानिर क्या। मैले यो सुरुमा देख्दाखेरि काठमाडौँ हुन त यो काठमाडौँ नै हो, तर अरू नै ठाउँतिर कतै होला सोचिरहेको थिएँ क्या। अयो धारा चस्को जङ्गल बिचमा चाहिँ है बिजोकै हुने रहेछ। कति धेरै रहेछ त, हामी पनि हाइकिङ जाउँ हौ। यहीँ राखेर जाने हो हिँड्दै जाउँ किन? अब डेली हिँड्नु रहेछ त बजारम हिँड्नुमा झन् कस्तो डर लाग्छ हौ। ल बिस्तारै हिँड्न त। खै खै जान्छ बिस्तारै। यो मरिचोर दह जाने बाटो हो। पिच रोड सकिसकेपछि अझै 10-15 मिनट कच्ची रोड हिँड्नुपर्ने रहेछ है बाइकमै। टिकटकमा धेरै भाइरल भएको र अनि धेरै राम्रो देखेको थियो नि त। अनि हामी पनि आएको र हामी जस्तै टिकटक हेरेर आउने हजारौँ हुनुहुँदो रहेछ है। हजारौँ मान्छेहरू आउनु भएको छ। यस्तो भिड छ यो ठाउँमा अहिले। हामी चाहिँ अन द स्पोट प्लान बनाएर साखुमा खेतमा गएर हामी घुम्न गएको। यो हिलो बाटोभन्दा अलि माथि गइसकेपछि टिकट काउन्टर आउने रहेछ। हामीले चाहिँ यहीँ तल स्कुटर रोकेर अलिकति हाइकिङको मजा लिने भन्ने सोच राखेर हामी हिँड्न सुरु गऱ्यौँ यहीँ तल स्कुटी रोकेर। ल स्कुटी यहाँ राखेर यो बाटो हिँड्दै जान आँट्यौँ। तेल घस्छु त अब आफै खस्न। हिजो बेलुका त मेरो दुखेर कस्तो बाटो यस्तो छ। मरिचुर जाने मरिचुर के अरे बाटो हामी कुन पछाडिको बाटो आयो क्या हो है? सबै बाटो आइरहेछ गाइज। मरिचुर दह जाने भिड हेर्नु लाइन। हामी पनि आएको। यहीँ जानलाई पनि 100 रुपियाँ पर पर्सन टिकट काट्नुपर्छ अरे। यति मान्छे छ नि आज। हेर्नु न बाइकहरू मात्रै। हेर्नु है लाइन वहाँ छ। 1 घन्टा लाइन बसिसकेर अहिलेसम्म टिकट पाएन र अब के गर्ने। ल हामी त फर्क्यौँ है गाइस। यस्ता मान्छेहरू रहेछन्, गाह्रो छ आउनु। कोही आउँदै हुनुहुन्छ नि नआउनु। हरेक कुरा बिजनेस गर्छ नि यहाँ। कि त सुई टिकटै काटेर दिए पनि सुई दिनुपर्छ नि होइन। 1 घन्टा लाइनमा बसेर नि टिकट पाएको छैन अरे क्या। त्यत्रो लामो लाइन छ, कसो जाने होइन? त्यो लगेर पैसा लगेर त्यो टिकट दिँदा हुँदैन थियो त। खराब अझ है त्यहाँ त भिडियो गर्दा भिडियो डिलिट गरेँ।
10 मिनेट फाइनली गयौँ मासतिर हामी यो फर्किनेहरूले 10 मिनेट भने त 10 मिनट भन्दैछ नि 15 मिनेटमा अब हेरौँ कहिले पुग्छौँ यति धेरै मान्छे छन् हाय हम त फिर से थक गए रे भन्ने दिदीलाई चुप कर जाने टु मच यार फाइनली हामी पुग्न आँट्यौँ जाँदैछौँ फाइनली हामी आइपुग्यौँ ओ माई गड हेर्नुहोस् दह Oh my god. Yay, Allah. रमाइलो भयो के गर्यो ल राम 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 यो सबजना पिस खोज्न आएकोहरू होला कि यहाँ हेर कता त पऱ्यो ल एकछिन छिटो गएर भागिहाल्नु छ ओ माई गडनेस एकचोटि भाइरल भयो भने के हुन्छ देख्नुभयो यहाँ तमासा हाइट यो भिडमा कतिजना हुनुहुन्छ को हुनुहुन्छ दिदी अझ पनि तपाईँलाई यो ठाउँमा आउनु मन छ भनेर म सोध्न चाहन्छु कोही नआउने बेलामा आउँदाखेरि चाहिँ रमाइलो हुन्छ तपाईँ यहाँबाट यस्तो गरेर जाने एक फेर यता देखाउँछु नि यहाँ त मेला लागेको छ मान्छेको मेला के भयो अड्केको अब हामी जान्छौँ अब हामी जाँदैछौँ कहाँ रे अब हामी जाँदैछौँ एक्चुअल ठाउँमा दह हेर्नलाई हो दहमा पनि मान्छे यस्तै होला पुरै खाली ठाउँ कस्तो रमाइलो देखेर आएको तर मान्छेको भिड देखेर टिकट काट्ने ठाउँमा लाइन देखेर हामी फर्किन आँटेको थियौँ तर पनि हामी आयौँ आउँदाखेरि यहाँ माथिको रमिता जताततै मान्छे के भयो बुद्धिस्टहरूको होला सबैजना बुद्धिस्ट ड्रेसमा पनि आउनुहुन्छ तामा लामा समथिङ ओ यता बोतलमा थाप्नु न थाप्नु बाटोमा नबसिदिनु जानु थाप्नु चिसो हुन्छ होला नि पानी सुत्ता पिउने पानी ल मेरो पनि यसो पठाउनु पानी थाप्नु ठाउँ हामी चाहिँ गयौँ अगाडि पानी थाप्न गएर छ साथी पनि यही हो मरिचुर पानी ठाउँ अब है दिदी म भन्दा बोल्दै हुनुहुन्छ कि गाउँ अरूसँग म अलि पछाडि छु ल हेरौँ आइपुग्यौँ है आइपुग्यौँ पसिना पुस्दै दह नि देखिँदैन भाइ दहहरू त्यहाँ रहेछ ल ओ माई गड ल पसिना हेर यहाँ दह हेर कान्छी ऊ त्यहाँ छ मान्छे हामी मान्छे हेर्न आएको हो आउनु भाइरल दह Oh my god. Guys,
देखो न गाइस भाइरल द यही हो हामी यही हेर्न आएको अब हामी जान्छौँ म त मेरो साथीहरू छोडेर कता गयो भन्ने ठानेको ल पुरा छोडेर हिँड्दैछन् खिचौँ ग्रुप फोटो एउटा खिचौँ न आएको हो भनेर होइन माथि पुगिसके 4-5वटा ग्रुप फोटो खिचेर अलिकति भिडियो बनाउँदै चटक देखाउन थाल्यौँ हामीहरू त्यत्रो दुःख गरेर त्यहाँसम्म गइसकेपछि अझ 100 रुपियाँ टिकट पनि तिरिसकेपछि अलिअलि चटक बनाउने त हाम्रो अधिकार नै हो होइन र त्यही भएर हामी चटकमाथि चटक देखाइरहेका छौँ अनि यता हाम्रो मोडल चाहिँ हुनेवाला मोडल चाहिँ यहाँ मोडलिङ गर्दै हुनुहुन्छ राम्रो छ ल राम्रो छ एकदम यताको ठाउँ चाहिँ एकदमै रमाइलो छ होइन त्यसमा चाहिँ कुनै पनि डाउट छैन एकदम रमाइलो छ ढुङ्गै फुटिसक्यो Oh my god, yes you can do it. Yes you can do it. Yes. 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 सबैले गरेको भएर अन्धविश्वास हामी माथि पनि हाबी भयो के गर्नु ल दिदी अरूले कस्तो ल छिटो जय श्रीराम ल यस्तो गरेर हुँदैन यसरी चाल्नुपर्छ अरे यस्तो त म नि सक्छु नि यस्तो त लाग्यो भने अहिले म साह्रो भयो के भयो सुभाषले उचाल्यो भने हैन एकजनाले उचालेको जम एकजना त उचाल्यो के गर्ने तपाईँको पछि आउने एउटा टिकटक भिडियो बनाइदेऊ न बुनु भनेको त मेरो पछि आउने रे अब मलाई एकजना भिडियोग्राफर फोटोग्राफर चाहियो भ्याकेन्सी अनाउन्स गर्नु पर्ला जस्तो छ ल अब चाहिँ हामी घर फर्केको जङ्गलभित्र छिर्दा आँखै नदेख्दो रहेछ नि अँध्यारो फिल भइरहेको चटपटे बेच्यो भने तिमी त कति कमाइसक्थ्यो होला करोडपति भइसक्थ्यो होला मान्छे एक्लै त आउनु सक्दैन कसरी लिएर आउनु नि हामी कति सजिलोसँग आयो गाह्रो चाहिँ छैन है आउनुलाई किन्नसँग है एउटा चटपट पसल खुवाएको त त्यहाँ आज त्यो टिकट काटेर त कति 4 लाख बनायो कति लाख बनाउने भनेर छ भने लाख कति लाख भयो होला भाइ 100 एकजनाको 100 रुपियाँ भनेपछि त कति तपाईँलाई पानी चाहियो भने हेर्नु न जङ्गलमा मान्छेहरू छिरेको कति रुपियाँ लाग्यो होला हेर्नु यसरी ए भागेको गोरे होला कि बनाउनु भने त अनि अब यहाँ कहाँ सुन्छन् गोङ्जानी हामी पनि गोरे बनाउने भने तर सुनचान नै भेट्दैन त्यो छ यहाँ प्रब्लम होइन सुई जाने होइन दौडिँदाखेरि चाहिँ ब्यागबाट त होला नि यहाँ सबजना बसेर खाजा खाइरहेछ हामीमा खाजा रक्सी सक्सी बियर सियर होइन भने
है सुनसानमा जानुपर्छ त्यस्तो जानु त्यो बाहिर नहुँदा त सुनसानै थियो होला नि अहिले हेर न ओ माई गड मान्छेको मेला लगाइरहेछ है कसरी कसैको बिजनेस आइडिया छ भने आउँदा हुन्छ मालामाल बिजनेस हुन्छ है हाइक आउनेहरू यति धेरै छ यहाँ तल साकुदेखि के खानेकुराको चाहिँ पसल गऱ्यो भने राम्रो हुन्छ है साकुबाट हिँडेर आउने नि टन्नै छ मान्छेहरू तर यहाँ पसल चाहिँ छैन रहेछ माथि अब यहाँबाट नि हामी निस्क्यौँ यहाँ फोटो खिच्ने हो र फोटो खिच्ने हो अरू चाहिँ टिपटप भएर आएको छैन होइन अनि हामी चाहिँ चप्पलमा त्यहीँ पर जान्छौँ खेतमा गएर आउँछौँ भनेर गएको होइन त्यो डाँडोमा पुगेर फर्क्यौँ हाम्रो खाजा टाइम सुरु भयो खाइसक्नुभयो पानीपुरी ल्याउनु पर्ने रहेछ है कहाँबाट हामीले खाएर खस्ता चाहिँ घर लगेर जाँदैछौँ है पोको पारेर अब यहाँदेखि चाहिँ हाम्रो राइड सुरु हुन्छ ट्रेकिङ चाहिँ यहाँदेखि सुरु भइरहेको थियो कस्तो छ हाल खबर दिदी ल गाइज राम्रो बाटो भनेर झुक्किएर चाहिँ नआउनु होला टिकटकतिर सब स्क्याम गर्दै आउँछन् यहाँ चाहिँ यहाँको रियालिटी चाहिँ यस्तो छ है दिस इज द रियालिटी म चाहिँ तपाईँहरूलाई रियालिटी देखाउँदैछु ल टिकटकको बाटो हेरेर चाहिँ नआउनु होला के सब ए के भयो स्टार्ट बन्द भयो होस् जुत्ताको काले केटी 5 मिनटको अफ रोड त होइन रहेछ स्कुटरमा चाहिँ अलिकति गाह्रै छ अब मेरो अप्रिला नै आउन गाह्रो छ अब त्यही हो हाम्रा उस पछाडि म चाहिँ तपाईँहरूलाई रियालिटी देखाउँदैछु ल बाटोको ओइ अम्मा त मर गयो ओइ अम्मा म ओर्लिन्छु होला हौ दिदी एकछिन के रे दिदी ल स्कुटर चाहिँ अलि तान्न गाह्रै छ गाइज कति स्कुटरहरू त आउन नि सकिरहेको छैन मेरो अप्रिला चाहिँ गएर आइसक्यो तर ओएमजी मैले त बाइक चलाउँछु अफ रोडमा जान्छु ट्राभल गर्छु कस्तो इन्जोय गर्छु भनेर सोचिरहेको थिएँ तर मैले स्कुटी धरि चलाउन सकेन क्या अनि उसको स्कुटी उसैलाई ह्यान्डओभर गरिदिएँ है बसेर गर्नुपर्छ ला मलाई डर लाग्यो यो बाटो हेर्दा सजिलो भयो भने लास्ट चाहिँ गाह्रो छ है झन् उसको हाइट पनि सानो छ खुट्टाले भ्याउँदैन नि कस्तो डर लाग्दो छ कस्तो सजिलो क्या सिटले मलाई डर लाग्यो चलाउँछ त्यसले डर मलाई लागिरहेछ गई त्यो त हामी चाहिँ अब घर फर्किसक्यौँ अनि घर पुग्ने बेलामा चाहिँ पानी पर्यो हाम्रो घर पुग्ने बेलामा मेरो हालत चाहिँ यस्तो थियो बाटोको हालत त्यस्तो होइन एकदम नाजुक हालतमा हामी घर पुग्यौँ
हाम्रो गाउँको बाटो चाहिँ यस्तै हुने भयो सधैँभरि, कहिल्यै पिच नहुने भयो, यस्तै छ जिन्दगानी।